मोबाइल इन्टरनेटलाई कम्प्युटर इन्टरनेटमा कसरी कन्भर्ट गरिन्छ युएसबीको माध्यमबाट आज त्यो सिक्नेछौँ। कुनै पनि इन्टरनेट कनेक्सन छैन। अब तपाईँले एउटा युएसबी केबल लिएर आफ्नो मोबाइलमा यो केबललाई कनेक्ट गर्नुहोस्। पछि यो युएसबी केबललाई कम्प्युटरमा कनेक्ट गर्नुहोला। यहाँनिर मैले कनेक्ट गरेँ। पछि मोबाइलको सेटिङमा गएर यहाँनिर तपाईँले सर्चमा युएसबी भनेर सर्च गर्नुहोला। युएसबी भनेर मैले यहाँनिर सर्च गरेँ। त्यसपछि यहाँनिर युएसबी थेटरिङ भनेर सुरुमै देखाएको छ। त्यसपछि यो युएसबी थेटरिङलाई इनेबल गरिदिनु। तपाईँको कम्प्युटरमा इन्टरनेट ओपन भएको छ। यति गरिसकेपछि तपाईँकोमा यहाँनिर नेटवर्क एड भनेर दिएको छ। यसलाई यस गरिदिनु भयो भने अघि नै हाम्रो यहाँनिर इन्टरनेट छैन, अब ओपन भइसकेको छ। मैले यहाँनिर एउटा क्रोम ब्राउजर ओपन गर्छु। यहाँनिर मैले क्रोम ब्राउजरमा गएर युट्युबलाई ओपन गरेँ भने अब यहाँनिर मेरो इन्टरनेट चाहिँ चलेको छ। यसरी तपाईहरूले आफ्नो मोबाइलबाट कम्प्युटरमा इन्टरनेट सेयर गरेर चलाउन सक्नुहुनेछ।